चाइना गाइज देख्न सक्नुहुन्छ डाँडाले हाम्रो मेन ठाउँ चाहिँ यो है। एक लाटीलाई पनि देखाइदिउँ न। नाजुक जित्दैछ नाजुक गाइज, वेलकम टु माई न्यू ब्लग। फेरि पनि आज हामी सुरु भइसकेको छु तपाईँको माझमा सिधै लन्डनको टप डाँडा रानी डाँडाबाट। आज त हामी जाने उता माथि है, माथि डाँडातिर तपाईँलाई देखाउँछु। आज भ्लग चाहिँ हाम्रो यहाँदेखि सुरु भयो। अहिले चाहिँ गाइज हामी चाहिँ यता टपतिर पुगिसक्यौँ। आज तर चाहिँ यस्तो छ है, सिडी नै सिडी छ। ऊ पारी चाहिँ म्याम है, पारी टपको चाहिँ म्याम हल्का तल हो। पारी चाहिँ म्याम डाँडा भनेर पार्यो बाजारले। वेदर त वेदर त सक्दैन। So guys, चाइनाको ग्रेट वाल देख्न सक्नुहुन्छ। ग्रेट वाल भन्दैछ चाइनाको, यहाँ नेपालमा पनि ग्रेट वाल पायो। टप डाँडा त्यहाँ जाने अब टपमा भनेको यतिको विकास हुनुपर्छ है गाइजहरू, यतिको विकास त हुनुपर्छ। टपसँग डाँडामा आएर घुमेर छ होला त यतिको ठाउँ कतै गाइज। ग्रेट वाल चाइनाको ग्रेट वाल भन्दा कम छैन है। फेरि हाम्रो लमसम सबै सरले खाने यताबाट भनेर जाने हो। यता चाहिँ बस्ने ठाउँ यतिको ठाउँ चाहिँ हुनुपर्छ है। फेरि हामी चाहिँ अहिले माथि टपमा जान्ला है। आज छिटो जानुपर्छ घर। टपमा जाने बाटो माथि डाइनोस्कोट टपमा। चाइना गाइज देख्न सक्नुहुन्छ डाँडाले टक्कैसँग चाइना जस्तो छैन त। यता छ हाम्रो स्पेसल चाइना माथि। यो चाहिँ हाम्रो टपको मन्दिर। दौड थाक्यो यार, ढोक्नुपर्छ यार। हाम्रो मन्दिर यो चाहिँ गाइज मन्दिर भयो। यो चाहिँ माथिको है, म्यान चाहिँ यहाँ हो। हामी चाहिँ अहिले म्यान जाँदैछौँ। म्यानतिरको दृश्य यस्तो छ। हाम्रो मेन ठाउँ चाहिँ यो है। तपाईँले म छतमा गएर पनि देखाउँछु। हाम्रो मेन ठाउँ चाहिँ यो यता यस्तो छ। यहाँ चाहिँ यसो फोटोसोटो खिच्ने, डाँडाबाट हेर्ने टक्कैसँग यस्तो छ। लमजङको डाइनोस डाँडा पट्याममा बढेर देख्न सक्नुहुन्छ यहाँको दृश्य। एक लाटीलाई पनि देखाइदिउँ न। साला पिस झन् मान्छेपछि त बाँच्छ होला त। भाइ यस्तो छ है त। हेमाडा कति दिल देखिन्छ कुशल? कहाँ? ओ यहाँदेखि कति जिल्ला देखिन्छ अरे? यो ठाउँदेखि कति जिल्ला देखिन्छ अरे? यता पारि चाहिँ गोर्खा भयो। यता हो नि गोर्खा, यता गोर्खा। ओ त्यो पारि कुनको यता पारेको देखाइदिनु। भैया
यता पाइन्छ यस्तो छ भटाम टप डाँडा नै यो उहाँको लमजुङको योभन्दा टप डाँडा कहीँ पनि छैन यता भित्र चाहिँ यस्तो है गाइस यता भित्र चाहिँ तपस्या यहाँ पूजा गर्ने यही पूजा गर्ने ठाउँ त नि अनि यो पूजाले जान्छ नि भित्र हैन हामी जानु मिल्दैन तपस्या देख्न सक्नुहुन्छ यस्तो हुन्छ गाईको चितन त गुरु देख्न सक्छ यस्तो छ यहाँ बस्नु चाहन्छ है गाइस यस्तै छ हाम्रो लमजुङको ठाउँहरू के कस्तो लाग्यो मन परेमा कमेन्ट गरिदिनु होला अहिले चाहिँ हामी ढिलो भइसक्यो म चाहिँ घर गएर भेट्छु तपाईँहरूलाई यस्तो छ अघि आएको चाहिँ यताबाट अहिले जाने चाहिँ फेरि यो बाटो चढ्या बढेर यस्तो चाहिँ यहाँको बाटो आउने बाटो गाइस पछि भेट्दै राखेको ल तार छ तार गाडी जान लागिसक्यो गाडी यहाँ चाहिँ यस्तो छ ल है त गाइस लमजुङ बिचार कुदिरिसे गाइस हामी चाहिँ बजार गएर पनि बजारबाट चाहिँ म घर फर्किन लाग्छु यहाँको भ्यू देख्न सक्नुहुन्छ चट्टसँग यहाँको चाहिँ भ्यू सरसँग हेर्नु होला यस्तो छ यहाँको भ्यू कसँग लम्बो ओ बाटो देखिनु त केटी त बाटो यस्तो हालत नाजुक चिन्ता नाजुक बाटो गर्छ बाटो देखिन्न त गाइस हामी चाहिँ यताउता हिजोको ब्लग चाहिँ आधा हो आजको ब्लग चाहिँ आधा हो त्यसलाई मिस बनाइ हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हेरिदिनु भएकोलाई र सब्सक्राइबर गर्नु भएको छ भने सब्सक्राइबर गरिदिनु होला र बेलायकनलाई अल गर्नु भएको बेलायकनलाई अल पनि अल गरिदिनु होला र आजको ब्लग यति नै हुन्छ नेक्स्ट ब्लग हेर्नलाई रेडी हुनु होला।